नमस्ते, म डाक्टर वीरेन्द्र यादव। लङ क्यान्सर जुन नेपालीमा फोक्सोको क्यान्सर पनि भनिन्छ त्यसको बारेमा केही जानकारी गराउन चाहन्छु। हरेक वर्षको नभेम्बर महिनालाई लङ क्यान्सर अवेरनेस मन्थ भनेर चाहिँ चिनिन्छ हाम्रो क्यान्सर विभागमा। महिला र पुरुष दुईटैमा मिलाउँदाखेरि लङ क्यान्सर नम्बर 1 काउज हो मृत्युको लागि। त्यही भएर हामीले सचेत रहन जरुरी छ। फोक्सोको क्यान्सरको मुख्य कारक चाहिँ स्मोकिङ हो, जसलाई अब स्मोकिङ भनेको तम्बाकु पदार्थ तथा धूम्रपान। 85% चाहिँ स्मोकिङले गर्दा नै अथवा धूम्रपान र तम्बाकु रिलेटेड पदार्थको सेवन गरेर हुने गर्दछन्। अब अरू कारणहरू के हुन सक्छ, कहिलेकाहीँ कस्तो हुन्छ भने धूम्रपान नगरेको व्यक्तिलाई पनि लङ क्यान्सर हुन सक्छन्। अब त्यसको कारण विभिन्न किसिमका कारण, जस्तै अब इन्भाइरोमेन्टल कारण भन्छौँ हामी, जसमा एयर पल्युसनहरू पनि पर्दछन्। त्यस पछाडि अकुपेसनल हुन्छ। अब अकुपेसनल भनेको जस्तै अब काठको फ्याक्ट्रीहरूतिर काम गर्दा एस्बेस्टोसिस भन्छौँ हामी, अथवा त्यो सानो सानो सिलिकन सानो पदार्थहरू धेरै चाहिँ उडिरहने ठाउँमा चाहिँ हामी बिना मास्क लगाएर अथवा धेरै लामो समयसम्म जीवनको धेरै वर्ष काम गर्दा पनि फोक्सो क्यान्सर हुने गर्दछन्। सो 3टा कारण छ। एउटा चाहिँ फोक्सोको सबभन्दा महत्त्वपूर्ण कारण भनेको स्मोकिङ, दोस्रो कारण भनेको एयर पल्युसन, तेस्रो कारण भनेको अकुपेसनल, जसमा विभिन्न कणिकाहरू धुलोहरू उडेर श्वास प्रश्वासको माध्यमबाट फोक्सोमा जाँदाखेरि र त्यो लामो समयसम्म एउटै व्यक्तिले त्यही चाहिँ आफ्नो पेसा अपनायो भने त्यस्तोबाट पनि लङ क्यान्सर हुनसक्छ। फोक्सो क्यान्सर हुँदाखेरिको सिम्पटम्स के हो त? सामान्यतया यसको एलर्ट के रहनुपर्छ भने सिम्पटम्स सुरुमा लक्षणहरू जसलाई भन्छौँ नि हामी, त्यो सुरुमा आउँदैनन्। जब तपाईँको क्यान्सर बढ्दै जान्छ त्यस पछाडि तपाईँको लक्षणहरू आउँछ। लक्षणहरूमध्ये जस्तै अब खोकी लागिराख्नु, साधारण औषधि खाँदा 2 हप्ताभन्दा लामो खोकीको चाहिँ तपाईँ खोकी लागिराख्ने, छाती दुख्ने, खकारमा कहिलेकाहीँ रगत आउने, थकान महसुस हुने, शरीरको वजन कम हुने, खाना मन नलाग्ने, यस्तो किसिमको लक्षणहरू आयो भने फोक्सो क्यान्सर चाहिँ तपाईँको हुनसक्छ। र त्यसमा एउटा कुरा के ध्यान दिनुपर्छ, तपाईँ स्मोकर अथवा तपाईँको धूम्रपानको हिस्ट्री छ भने र यो जुन मैले भनेको सिम्पटम्सहरू लक्षणहरू छ भने सम्भवतः तपाईँहरूलाई सचेत हुन जरुरी हुन्छ। धेरै प्रश्नहरू के आउँछ भने फोक्सो क्यान्सरबाट कसरी बच्ने त? हेर्नुहोस्, कुनै पनि क्यान्सरबाट बच्नको लागि सबभन्दा पहिला हामीले के ध्यान दिनुपर्छ, हामी आफैमा सचेत हुनुपर्छ। पहिला यसको कारण आफैमा खोज्नुपर्छ। WHO ले के भनेको छ भने 50 वर्षभन्दा यदि उमेर बढी छ र तपाईँको 15 वर्षको धूम्रपान गर्ने अथवा चुरोट खाने तपाईँको हिस्ट्री छ भने आफ्नो छातीको लो डोज सिटी स्क्यान गराउनुपर्छ। जसले गर्दा इभन लक्षण नभए पनि यदि तपाईँको छातीमा कुनै किसिमको मासु पलाएको छ अथवा क्यान्सर हुन लागेको छ भने थाहा पाइन्छ। अर्को कुरा, यदि तपाईँ स्मोक गर्दै हुनुहुन्छ लक्षण छैन भने छोड्नुपर्छ, किनकि सबभन्दा बढी भनेको 85% को कारक तत्त्व नै स्मोकिङ अथवा धूम्रपान भएको हुनाले यहाँहरूले चुरोट र तम्बाकु चाहिँ छोड्नु पर्यो। तेस्रो, अब तपाईँलाई जस्तै अब जुन मैले भने खोकी लागिरहेको छ, तपाईँले खकारमा रगत आएको छ भने तुरुन्त हस्पिटलमा, नजिकैको हस्पिटलमा गएर चेकअप गराउनु जरुरी हुन्छ। सो यो 3टा कुरामा ध्यान दिनुपर्ने हुन्छ। लङ क्यान्सरको लागि बच्ने जुन स्क्रिनिङ भन्छौँ हामी, जस्तै हामी महिलाहरूमा पाठेघरको स्क्रिनिङ गर्छौँ, ब्रेस्ट क्यान्सरको गर्छौँ। यसको महत्त्व के छ त? फाइदा हुन्छ कि हुँदैन? त्यस्तो मानिसले फाइदा हुन्छ जसको उमेर 50 वर्षभन्दा नाघी र बढी छ र 15 वर्ष कम्तीमा 1 प्याक इयर भन्छौँ हामी, 20 वटा 1 बट्टा चुरोट दिनको खाएको हिस्ट्री छ भने लगातार 10 देखि 15 वर्ष यहाँहरूले छातीको लो डोज सिटी स्क्यान वर्षमा एकचोटि गराउनुहोस् र धूम्रपान चाहिँ छोड्नुपर्छ। यो गर्दा तपाईँको जोखिम यदि क्यान्सर भइसकेको रहेछ भने सुरुवातको चरणमा पत्ता लाग्छ, क्यान्सर भएको छैन भने पनि तपाईँको क्यान्सर छैन भने पनि पत्ता लाग्छ। यो एकदमै महत्त्वपूर्ण कुरा हो। अब यसको उपचार हुन्छ कि हुँदैन, यो ठुलो मिथ अन्धविश्वास छ कि फोक्सो क्यान्सर भएपछि मृत्यु हुन्छ। डेफिनेटली अहिले सबभन्दा बढी क्यान्सरमा रिसर्च भइरहेछ र त्यसमा मध्ये पनि अहिले फोक्सो क्यान्सरमा धेरै नै रिसर्च भएर धेरै नै आधुनिक मेडिसिनहरू आएको छ, जसले गर्दा इभन चौथो स्टेजको फोक्सोको क्यान्सरहरू पनि लामो समयसम्म हामीले निको बनाएर राख्न सक्छौँ। त्यही भएर फोक्सो क्यान्सर हुँदैमा यो मृत्यु हुन्छ, उपचार गराउनु हुँदैन भन्ने जुन एउटा अन्धविश्वास छ त्यो कदापि सत्य होइन। फोक्सो क्यान्सर पनि निको हुन्छ, यहाँहरूले उपचार गराउनुपर्छ। सो अब अन्तिममा यो नभेम्बर लङ क्यान्सर अवेरनेस मन्थ 3टा कुरामा भन्न चाहन्छु। स्मोकिङ धूम्रपान त्याग्नुपर्छ, त्यागौँ।
किनकि यसले 80 देखि 90% क्यान्सर फोक्सो क्यान्सर यसैले गराउने भएको हुनाले धुम्रपान त्याग्न सक्यो भने फोक्सो क्यान्सरबाट बच्न सकिन्छ। यदि तपाईको हिस्ट्री छ 15 वर्षदेखि धुम्रपान गरेको, त्यस्तो बेलामा आफूले एउटा लो डोज सिटी स्क्यान गराउनुपर्छ। तेस्रो कुनै किसिमको अनिजुअल लक्षणहरू छ भने हैन एकचोटि अस्पतालमा गएर चेकअप गराउनुपर्छ। यदि भन्दै सबै आफ्नो हेल्थको हेरचाह गर्नुहुनेछ भन्ने अपेक्षा राख्दै धन्यवाद दिन चाहन्छु।